हितोपदेश अध्याय 3। बुद्धिबाट पाइने अरू फाइदाहरू। हे मेरो छोरा, मेरो शिक्षालाई नभुल, तर मेरा आज्ञाहरू आफ्नो हृदयमा लुकाइराख, किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन् र तेरो लागि सम्पन्नता ल्याउनेछन्। भक्ति र विश्वासयोग्यताले तँलाई कहिले नछोडुन्। ती तैँले आफ्नो गलामा बाँधिराख, आफ्नो हृदयको पाटीमा ती लेखिराख। तब परमेश्वर र मानिसको दृष्टिमा तैँले निगाह पाउनेछस् र असल नाउँ कमाउनेछस्। आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समशक्तिमा भर नपर। आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। आफ्नै नजरमा बुद्धिमान नहौ, परमप्रभुको भय मान र दुष्कर्मलाई त्याग। यसले तेरो शरीरलाई स्वस्थ तुल्याउनेछ र तेरो हड्डीको लागि पोषण दिनेछ। आफ्नो धन सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर। तब तेरा ढुकुटीहरू पोखुन्जेल भरिनेछन् र तेरा भाँडाहरू नयाँ मधले चुलिएर पोखिनेछन्। हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर र उहाँको हप्कीलाई खराब नठान, किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ। जसरी बुवाले आफ्नो प्यारो छोरालाई अनुशासन दिन्छन्। धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ र समशक्ति हासिल गर्छ, किनभने बुद्धि चाँदी भन्दा धेरै लाभदायक हुन्छ। यसले सुनले भन्दा बढी फाइदा दिन्छ। त्यो मानिक भन्दा पनि बहुमूल्य हुन्छ र तैँले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन। बुद्धिको दाहिने हातमा दीर्घायु र त्यसको देब्रे हातमा धन र सम्मान हुन्छन्। त्यसका मार्गहरू आनन्ददायक हुन्छन् र त्यसका सबै बाटोहरू शान्तिका हुन्छन्। बुद्धिलाई अँगाल्नेहरूका निम्ति त्यो एक जीवनको रुख हो, त्यसलाई पक्रनेहरूले आशिष पाउनेछन्। बुद्धिले नै परमप्रभुले पृथ्वीको जगहरू बसाल्नुभयो। समशक्तिले उहाँले आकाशलाई त्यसको ठाउँमा राख्नुभयो। उहाँको ज्ञानले गहिरा सागरहरू फुटी निस्के र बादलले तलतिर शीत झारे। हे मेरो छोरो, सधैँ बुद्धि र विवेकलाई जोगाइराख, तिनलाई तेरो दृष्टिबाट जान नदे। ती तेरो निम्ति जीवन र तेरो गलामा शोभाको गहना झै हुनेछन्। तब त आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछस् र तेरा खुट्टाहरू लरबरिने छैनन्। जब त ढल्किनेछस् त भयभीत हुने छैनस्। तब त ढल्किनेछस्, तँलाई मिठो निन्द्रा लाग्नेछ। दुष्टहरूमाथि एक्कासी आइलाग्ने विपत्ति वा सर्वनाशसँग त चाहिँ नडरा, किनभने परमप्रभु नै तेरो साहस हुनुहुनेछ र उहाँले तेरो खुट्टालाई पासोमा पर्नदेखि जोगाउनुहुनेछ। जसलाई भलाइ गर्नुपर्छ तेरो हातमा भइन्जेल त्यो नरोक, जबकि तँसँग त्यो अहिले नै छ। आफ्नो छिमेकीलाई पछि आऊ भोलि पर्सि दिउँला नभन। आफ्नो छिमेकीको विरुद्धमा षड्यन्त्र नरच। त्यो तेरो नजिक भरोसा राखेर बस्दछ
बिना कारण कुनै मानिसलाई दोष नलगा, जसले तेरो कुनै खराबी गरेको छैन। हिंसात्मक मानिसको ईर्ष्या नगर र त्यसको कुनै पनि मार्गलाई नछान, किनकि परमप्रभु कुटिल मानिसलाई घृणा गर्नुहुन्छ तर सोझाहरूलाई आफ्नो विश्वासमा राख्नुहुन्छ। दुष्टहरूको घरमा परमप्रभुको श्राप पर्छ, तर धर्मीको घरलाई उहाँले आशिष दिनुहुन्छ। अभिमानी गिल्ला गर्नेहरूलाई उहाँले गिल्लामा उडाउनुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ। बुद्धिमानले इज्जत प्राप्त गर्दछ, तर मूर्खहरूलाई उहाँले लज्जित तुल्याउनुहुनेछ।